एभ्रिवान, वेलकम ब्याक टु माई अनदर भिडियो। अनि आज फेरि म एउटा नयाँ भिडियोलाई तपाईँको माझमा लिएर आएको छु। अनि आजभन्दा केही महिना अगाडि मैले तपाईँहरूलाई भिडियोमा देखाएको थिएँ है, मैले बैगुन अनि डल्ले खोर्सानीहरू मैले बिउलाई रोपेको। अनि आज तपाईँले हेर्न सक्नुहुन्छ यहाँनिर त्यो चाहिँ थुप्रो कुराहरू फल्न थालेको छ है। अनि अब हार्भेस्टिङ गर्ने समयमा हामी आएको छौँ। तपाईँले हेर्न सक्नुहुन्छ बैगुनहरू तपाईँले हेर्न सक्नुहुन्छ है। तपाईँले बैगुनहरू फलेको हेर्न सक्नुहुन्छ, एकदम बैगुनहरू फल्न थालेको छ। यो लाइन तपाईँले सबै हेर्न सक्नुहुन्छ, यो बैगुन है। अनि डल्ले खोर्सानीहरू मजाले यहाँनिर फुल्न थालेको छ। अब केही दिन बादमा मजाले फल्ने छ। अनि डल्ले खोर्सानी यहाँनिर मजाले फुलहरू लागिरहेको छ है। अनि बैगुनहरू हेर्न सक्नुहुन्छ, फल लागेको हेर्न सक्नुहुन्छ तपाईँले है। मजाले फलहरू आइरहेको छ। अनि म एकदम खुसी छु, किनभने मेहनत गरेको कुरामा हामी परमप्रभुले आशिष दिनुभयो। अनि हामी त रोप्ने पानी हाल्ने मात्रै हो, तर यो सबै फलहरूलाई बढाउनु हुने है, बिरुवालाई बढाउनु हुने चाहिँ सृष्टिकर्ता परमेश्वरले हुनुहुन्छ। त्यसै कारण तपाईँले हेर्न सक्नुहुन्छ है, भेन्डीहरू एकदम, तर मैले कम्ती रोपेको थिएँ है। भेन्डी पनि एकदम आएको छ, अर्ग्यानिक भेन्डी भयो। बैगुनहरू है, यहाँनिर यो प्याजहरू भयो। यहाँनिर बैगुनहरू हेर्न सक्नुहुन्छ, यसरी फलिरहेको छ। करेला हेर्न सक्नुहुन्छ, मजाले आएको छ है। करेला यस्तो खालको करेला एकदम हार्भेस्टिङ गर्ने समयमा आइपुगेको छौँ। करेलाहरू मजाले फुलहरू फुलेको अवस्था, फलेको अवस्था हेर्न सक्नुहुन्छ, मजाले फलिरहेको छ। यहाँ लसुनको पत्ताहरू, खोर्सानी, बैगुनहरू, भेन्डीहरू हेर्नुहोस् फलेको। यो अर्ग्यानिक भेन्डीहरू, खोर्सानी यहाँ फलेको छ। यो पुरानो बोटले यहाँ बिँहरू फुलिरहेको, टमाटरहरू फलिरहेको। यहाँनिर बिँहरू मजाले फल्दैछ। 2-3 दिन बाद मजाले यो फल्छ है, फल्दैछ। अनि त्यसरी नै तपाईँलाई अरू केही कुरा पनि म देखाउनेछु। अनि मैले बादमा फेरि पनि टमाटरहरू धेरै दिन बाद मैले भिडियो बनाइरहेको छु। यहाँनिर तपाईँले नै बोडीहरू एकदमै यो यस्तो एक छाक टिपेर पनि अनि मजाले फुलिरहेको, अनि मजाले फलिरहेको। यहाँनिर अनि बुढाहरू मजाले आएको तपाईँले हेर्न सक्नुहुन्छ। टमाटरहरू यहाँ फलिरहेको, टमाटर फलिरहेछ, यस्तै फलिरहेछ यहाँनिर टमाटरहरू है। फलिरहेको सानो गार्डनिङमा यहाँनिर सबै टमाटरहरू फलिरहेको हेर्न सक्नुहुन्छ है। मेरो सानो गार्डनमा मैले गरेको कुराहरू तपाईँहरूलाई के कस्तो लाग्यो है। भिडियो मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस् भनिकन हामी तपाईँलाई रिक्वेस्ट गर्नु हुन्छ। आजको लागि यति नै सर्ट भिडियो तपाईँको माझमा लिएर आएको छु है। फेरि पनि नेक्स्ट भिडियो के विषयमा लिएर आउँछु तपाईँको माझमा आउनेछ हुन्छ। यहाँसम्म सबैजनालाई बाई बाई, हुन्छ सबैजनालाई।